हेलो नमस्ते गुड मर्निङ के छ खबर सन्चै आराम हुनुहुन्छ होला सबैजना। म पनि एकदमै आरामै छु। यो बिहानको भ्यू हेर्दा यति आनन्द लाग्छ गाउँको बसाइ। आज चाहिँ हामी सेलरोटी बनाउने तयारी गर्दैछौँ। बहिनीले आगो सल्काउँदै छिन् अनि आज गाई तिहार पनि हो। मम्मीले तोरण बार्दै हुनुहुन्छ, दिदीले, बहिनीले, मम्मीले। मैले चाहिँ सेलरोटी बनाउने तयारी गरिरहेको छु। मलाई सेलरोटी बनाउन त्यति धेरै त आउँदैन, राम्रो बनाउन त मैले जान्दिनँ, तैपनि मलाई एकदमै रमाइलो लाग्छ र आफूले जानेका कुराहरू केही गर्नु जस्तो लाग्छ। अनि सेलरोटी बनाएको मैले हेर्नुहोस् न हात पोलेर कस्तो भयो, तर पनि आफूलाई काम चलाऊ खानको लागि सेलरोटी बनाउन अलिअलि जानेको छु। अनि सबै परिवारसँग गाउँमा बसेर रमाइलो गर्दा एकदमै के खुसी लाग्दो रहेछ हैन। सधैँभरि सबै परिवार एकै ठाउँमा पनि हुन नपाइने, कोही कता हुने। अनि यो गाउँमा आउँदाखेरि अनि यो जस्तो हुन्छ नि अलिकति चाडपर्वको माहौलले मलाई एकदमै पुराना बालापनका दिनहरू यादहरू एकदमै आउँछ के। कस्तो रमाइलो हुन्थ्यो, साथीभाइ हुन्थे, देउसी भैली खेलिन्थ्यो हैन। तर के गर्नु, अहिले त अब ठुलो भएर पनि अब घरबारै भइसक्यो अनि जिम्मेवारीले पनि धेरै चाप्दै गएर होला। त्यति धेरै रङ त लाग्दैन, तैपनि रमाइलो मान्नु नै पर्यो। अनि मम्मीले यति धेरै फुलहरू लगाउनु भएको रहेछ यो महँगाईमा। हाम्रो घर चाहिँ टन्नै फुल फुलेको छ, अझै फुल्न बाँकी छ। अनि हामीले चाहिँ सबैजनालाई गरेर 18वटा माला बनाउने तयारी गर्दैछौँ आज। फुल टिपेर पनि लगभग भ्याइयो। यस्तो राम्रो फुल छ अनि मौसम पनि त्यस्तै राम्रो। सायद तिहारको बेला भएर होला। अनि मेरो प्यारी छोरी सुप्रिया अनि दिदी सरिता दिदी हुनुहुन्छ, राधा, म अनि मेरो बुहारी अनि दिदीले आज यो 18वटा माला एकदमै तयारी गर्दैछौँ। अनि सबैजनालाई मुटुभरिको माया, फेरि पनि ह्याप्पी तिहार। सानो भलगले हेरेर माया गरिदिनु होला भन्न चाहन्छु। बाई बाई।